Hello. Hello. Hello, hello, namaste. Namaste. So, म चाहिँ without any information live आएको छु मेरो Facebook पेजमा. Actually, म अहिले गुजरात इन्डियामा छु and I just wanted to talk to you guys. यतिकै फ्री भइरहेको थिएँ अनि यहाँहरुसँग कुरा गरौँ भनेर लाइभ आएको छु. के छ त यहाँहरुको हालखबर? Let's talk. आदित्य बोहराजीले हेलो भन्नुभएको छ. हाई अभिषेक सुवेदीजी हेलो. दिपेन हेलो. आशिष छेत्रीजी हाई. सो अब एकछिन गफ गरौँ न त. के छ लुगा लगाएको छ जस्तो छ तपाईलाई भन्नुभएको छ. यस मलाई लुगा लगाइरहेको छ. एकदम घाँटी पनि दुखिरहेछ. लुगा पनि लगाइरहेछ. एक्चुअली एकदमै मलाई अलि इन्डिया आयो भने चाहिँ एकदम बिरामी भइहाल्छु कि खासमा चाहिँ. किन अलिकति यहाँको वेदर अनि मेन चाहिँ बाहिर एकदमै गर्मी हुन्छ नि त. अनि बाहिर गर्मी अनि फेरि भित्र एसी सबै ठाउँमा एसी चिसो तातो भएर पनि होला. अलिकति यहाँ पोल्युसनले गर्दाखेरि पनि अलि चाँडो म बिरामी भइहाल्छु इन्डिया आएपछि. गरबा डान्स चाहियो अरे. गरबा डान्स त आउँदैन बट सरप्राइजिङली म एक्चुअली यहाँनिर एउटा युनिभर्सिटीको कामको लागि आएको थिएँ. पारो युनिभर्सिटी जहाँ चाहिँ एकदम नेपालीहरू पनि हुनुहुन्छ अनि एसियन स्टुडेन्ट्सहरू हुनुहुन्थ्यो. अनि हिजो हाम्रो इभेन्टभन्दा अगाडि चाहिँ कतिजना मैले रिल्स पनि पोस्ट ओके अनि रिल्स पनि मैले पोस्ट गराएको थिएँ. यस्तो सरप्राइजिङली त्यहाँ अफ्रिकन स्टुडेन्ट्सहरू पनि लाइक फ्रम अल अराउन्ड द वर्ल्ड स्टुडेन्ट्सहरू धेरैजना. अनि त्यहाँ चाहिँ अफ्रिकन स्टुडेन्ट्सहरूले अनि अरू देशको स्टुडेन्ट्सहरूले हाम्रो मायालाई के दिउँ म बहिना भन्ने गीतमा नाच्नु भएको थियो. अनि एकदम मलाई इन्ट्रेस्टिङ लागेर सेयर पनि गराएको थिएँ. दिदी ग्रस कति कमायो लाली बजारले भन्नुभएको छ. लाली बजारले इट्स 8 CR प्लस आई थिङ्क. आई डोन्ट नो. म नेपालबाट आउने बेलामा चाहिँ 8-15 थियो होला. मलाई एक्ज्याक्टली थाहा भएन तर ओफिसियली स्याटरडेसम्म चाहिँ त्यस्तै 8+ छ. सो लाली बजार कतिजनाले हेर्नु. लेट्स टक अबाउट लाली बजार फर अ वाइल. कतिजनाले हेर्नुभयो. तपाईँलाई के मन पर्यो लाली बजारको बारेमा. वाट डिड यु थिङ्क अबाउट द मुभी. कस्तो लाग्यो. किन यति यस्तो राम्रो रेस्पोन्स आएको छ सिनेमाको होइन. यति धेरै जनाले माया गर्नुभएको छ. साँच्चीकै नै फेसबुकमा पनि यति धेरै मलाई यति धेरै मेसेजेसहरू गर्नुभएको छ. सिनेमा हेरेर पर्सनल मेसेजेस ट्याग्सहरू यति धेरै गर्नुभएको छ है. एकदमै थ्याङ्कफुल छु म. पैसा गर्ने बेलामा कहाँ बिरामी भएको अरे विवेक दिदाले. पैसा त मैले गर्ने होइन प्रड्युसरहरूले गर्ने हो. म त अब कलेक्सन मात्रै गर्ने हामीले चाहिँ बाहिरबाट. सो तपाईँहरूलाई कस्तो लाग्यो सिनेमा. कसले हेर्नुभयो. कसले हेर्ने प्लानमा हुनुहुन्छ. कतिचोटि कतिजनाले चाहिँ मैले सेकेन्ड टाइम हेरेर आएको थर्ड टाइम हेरेर आएको. हामीले म एभ्री हलमा जाँदाखेरि चाहिँ अनेस्टली धेरैजनाले चाहिँ जस्ट एउटा हलमा एटलिस्ट एकजना चाहिँ म सेकेन्ड टाइम हेर्न आएको थर्ड टाइम हेर्न आएको भन्ने धेरैजना हुनुहुन्थ्यो. अनि सरू ओलीजीले मैले हेरेँ कति रोएँ हजुरसँग पिक खिच्न नि पाएँ भन्नुभएको छ. सो म चाहिँ अलमोस्ट किनकि अडियन्सहरूले यस्तो हार्ट वार्मिङ रेस्पोन्स आउँछ नि त. मलाई यस्तो रुगा लाएर गाह्रो भइरहेको छ कि बोल्नलाई. यस्तो इन्जोय मात्रै हेर्ने कि यस्तो हार्ट वार्मिङ रेस्पोन्स. ओ माई गड. आई क्यान नट फर्गेट दिस फर लाइक इयर्स टु कम. यस्तो राम्रो रेस्पोन्स त्यो हलमा जाँदाखेरि चाहिँ. अनि त्यो सबै हलमा गएर सबै अडियन्ससँग भेट्न पाए हुन्थ्यो. उहाँहरूको रेस्पोन्स लिन पाए हुन्थ्यो भनेर भन्ने भएको थियो. बट सबै हलमा अभियसली जान सकिँदैन. सो हामीले म एभ्री डे नै हलमा गएँ. आई थिङ्क 23rd डेमा म इन्डिया आएँ. सो अहिले त मेरो अरू कास्टहरू
टिमहरू गइराख्नु भएको छ हलमा अडियन्सहरू भेट्नको लागि म चाहिँ एभ्री हलमा जान पाए हुन्थ्यो जस्तो भएको थियो सो सकेसम्म धेरैभन्दा धेरै अडियन्सलाई भेटेँ तपाईँहरूलाई चाहिँ कसलाई तपाईँहरूले हेर्नु भएको छ भन्ने चाहिँ दामी छ लाली बजार भन्दा पङ्कज मण्डलजीले थ्याङ्क यू सो मच राम्रो लाग्यो लाली बजार महेन्द्र थापा मगरजीले थ्याङ्क यू सो मच इन्टरनेसनल जाँदैन मुभी भन्नुभएको छ भावना श्रेष्ठजीले इन्टरनेसनल पनि रिलिज हुन्छ अब दे आर प्लानिङ द टिम इज प्लानिङ फर द इन्टरनेसनल रिलिज जापानको रिलिज छ चाँडै नै जस्तो लाग्छ मलाई एक्ज्याक्टली मलाई डेट्सहरू चाहिँ थाहा भएन बट या रिलिज हुँदैछ चाँडै नै रिलिज हुँदैछ दुबईमा रिलिज भयो दुबईमा पनि आई थिङ्क युए रिलिज चाँडै हुँदैछ जस्तो लागिरहेको छ मलाई दिनेश दर्जीले मुभी दामी छ भन्नुभएको छ थ्याङ्क यू सो मच राम्रो छ मुभी मन्जेलजी थ्याङ्क यू सो मच आई एम वाचिङ 7th टाइम भन्नुभएको छ राकुल छेत्रीजीले आई होप यु नट लाइक राकुलजी पङ्कज के मण्डलजीले दामी छ रियल घटनामा आधारित छ भनेर भन्नुभएको छ yes it's a real story it's based on a real story it's not somebody's हुन्छ नि एउटा बायोपिक चाहिँ होइन जस्तो जुन मैले मधुबालाको क्यारेक्टर गरेको छु इट्स नट अ बायोपिक तर रियल स्टोरी रियल स्टोरी कथामा आधारित चाहिँ हो बट अब इट्स अ मुभी अलिकति फिक्सनल भइहाल्छ एक्ज्याक्टली यो मान्छेको स्टोरी भन्ने चाहिँ होइन 2-3वटा ट्रु इभेन्ट्सहरूबाट बनाएको सिनेमा हो र धेरैजना चाहिँ मलाई अलिकति क्लियर पनि गर्न मन लाग्यो गुरास रादुङ राईजीले साह्रै राम्रो छ मुभी मेरो मम्मीको याद आएको थियो भनेर भन्नुभएको छ यस एक्चुली अलिकति हाम्रो कन्ट्रोभर्सी पनि भयो नि त बिचमा मुभी नै सर्यो होइन तपाईँहरू धेरैजनालाई थाहा छँदैछ हाम्रो एक्चुली वैशाख 18 गते रिलिज थियो बट हाम्रो अलिकति अदालतको झमेलाले गर्दाखेरि 1 हप्ता पछाडि सरेको थियो सिनेमा अनि धेरैजनाको वाच लिस्टमा अगाडिदेखि नै किनकि गीतले गर्दाखेरि पनि त्यसको सब्जेक्टले गर्दाखेरि हाम्रो पोस्टर रिलिज भएदेखि नै एकदमै एन्टिसिपेट गरिराख्नु भएको थियो सिनेमा अनि टिजर ट्रेलर आइसकेपछि पनि अडियन्सहरूले चाहिँ यो वाच लिस्टमा राख्नु भएको थियो फ्यामिली हल किनकि नेपालमा युजली सिनेमाहरू फ्यामिलीसँगै गरे हेर्ने भन्ने हुन्छ होइन सो सोच्नु भएको थियो बट अदालतको झमेला आइसकेपछि धेरैजनाको लागि एउटा मिसकन्सेप्सन कस्तो पनि भयो भन्दाखेरि यो फ्यामिलीसँग बसेर हेर्ने सिनेमा होइन कि अलिकति भनौँ न सिन्सहरू अलि त्यस्तो नराम्रो सिन्सहरू छ कि भल्गर सिन्सहरू केही छ कि भनेर त्यस्तो केही पनि छैन किनकि मेरो पनि फ्यामिली हुनुहुन्छ मेरो फ्यामिलीहरूले हेर्नुपर्ने हुन्छ सिनेमा म आफै पनि जुन चाहिँ एउटा फ्यामिलीसँग बसेर हेर्न नमिल्ने सिनेमा म आफै पनि सायद त्यसरी अब अहिलेसम्म गरेको छुइनँ होइन सायद त्यो चोइसेस मेरो चोइस त्यसरी मेरो चोइसमा पर्दैन पनि होला त्यस्तो सिनेमा किनकि एभ्री सिनेमा मेरो फ्यामिलीले गरे हेर्नुहुन्छ होइन दो मैले कहिले पनि हेर्नु भन्दिनँ बट मेरो पेरेन्ट्सहरू आफै गरे हेर्नुहुन्छ सो मैले त्यसरी मेरो फ्यामिलीलाई देखाउन नमिल्ने सिनेमा त डेफिनेटली गरिदिनु होला भनिसकेपछि तपाईँहरूसँग त्यसरी फ्यामिलीसँग बसेर हेर्न नमिल्ने सिनेमा छैन हाम्रो स्कुलको बच्चाहरूले हेरिरहनु भएको छ किनकि हाम्रो यसले हुन्छ नि समाज बुझाउँछ इट्स अ स्टोरी अबाउट अ हिस्ट्री हाम्रो कुनै न कुनै एउटा कालखण्डमा एउटा भएको घटना होइन प्रथा कुप्रथाको बारेमा हो भनेर हामीले देखाएको छ सो इट्स a cinema that you can watch with your parents आफ्नो फ्यामिली कतिजना चाहिँ हामीले हलमा कस्तो पनि मान्छेहरू भेट्यो भन्दाखेरि अडियन्सहरू विल फिल लाइक 47 डिग्री सन्नी ओके सिभियर हिट टुमोरो रे हिट वेदर अपडेट आयो एकदमै सिभियर हिट छ अरे थ्याङ्क गड आइम लिभिङ टुमोरो एनिवे सो कस्तो भन्दा फर्स्ट हामीले सेकेन्ड टाइम थर्ड टाइम हेर्न आउनु भएको अडियन्सको चाहिँ कस्तो थियो भन्दा एक्लै फर्स्टमा चाहिँ फ्यामिलीसँग हेर्न नमिल्ने सिनेमा हो कि भनेर एक्लै अनि कोही साथीसँग आउनुभयो अनि सिनेमा हेरिसकेपछि उहाँहरूले थाहा पाउनुभयो यो त आफ्नो पेरेन्ट्ससँग आफ्नो स्पेसली आफ्नो आमासँग बसेर हेर्नुपर्ने सिनेमा भनेर उहाँहरूले सेकेन्ड टाइम चाहिँ आफ्नो आमालाई लिएर आउनु भएको थियो कि सो एकदमै फ्यामिलीसँग बसेर हेर्न मिल्ने फ्यामिलीसँग बसेर हेर्नै पर्ने खालको सिनेमा हो बट या प्रमोसन भन्दा पनि आज म तपाईँहरूलाई थ्याङ्क यू भन्न आएको खासमा चाहिँ एकदम धेरै धेरै धन्यवाद यति धेरै माया गरिदिनु भएको छ सुनिता गुरुङजीले दामी छ मुभी साह्रै रोएर आएको सिस भन्नुभएको छ थ्याङ्क यू सो मच सुनिता नाचिरिङ शङ्करजीले कोरियामा लाग्दैन भन्नुभएको छ कोरियामा पनि लाग्छ होला मलाई एक्ज्याक्टली अब कहाँ लाग्छ किनकि हाम्रो इन्टरनेसनलको टिमहरूले नै कुरा गर्नुहुन्छ सो कुरा हुँदैछ मलाई धेरैजना इन्टरनेसनल कुमेल रोकाजीले हामी त विदेशमा छु कहिले हेर्न पाउँछु चिन्ता छ भन्नुभएको छ त धेरैजनाले इन्टरनेसनलको सोधिरहनु भएको छ हेर्न पाउनुहुन्छ चाँडै नै किनकि
इन्टरनेसनल रिलिज पनि हुन्छ चाँडै नै हाम्रो अलिकति फिल्म सरेको भएर पनि इन्टरनेसनल अन टाइम रिलिज हुन पाएन किनकि बाहिरको लागि छुट्टै प्रोसेस हुन्छ तपाईँले 1 महिना अगाडि कति ठाउँमा 1-2 हप्ता अगाडि नै सेन्सर पास गराउनु पर्ने हुन्छ धेरै कुराहरू हुन्छ सो हाम्रो यहाँ नै मुभी सरेको भएर चाहिँ बाहिर अलिकति लेट भयो यो एनजीले बबाल छ है फिल्म 5 ताल हेरिसकेर 5 ताल त हेर्नु भएन जस्तो लाग्यो मलाई बट थ्याङ्क यू सो मच सिक्किमतिर रिलिज हुन्छ सिक्किममा रिलिज हुन्छ इन्डियामा रिलिज हुन्छ चाँडै नै आई थिङ्क फर्स्ट रिलिज इन्डिया हुन्छ होला जस्तो लाग्छ मलाई त्यस्तो लागिरहेको छ है हामी अपडेट गर्छौँ मेरो पेजहरूमा पनि अपडेट गरिहाल्छु निश्चल दाई खै हो निश्चल दाई नेपालमा हुनुहुन्छ म इन्डियामा छु भन्छु भट्टराईजीले त्यसैले यो मुभीले पनि तपाईँले अस्कर अवार्ड पाउँछ जस्तो लागेको छ अस्कर अवार्ड त होइन तपाईँहरूको मायाको अवार्ड चाहिँ पाएँ त्यो नै एकदमै थ्याङ्कफुल छु म अरिका दिवानजीले माई फेभरेट हिरोइन कहिले भेट्ने मौका पाएन साँच्चै मनबाट तपाईँको साह्रै मनपर्छ थ्याङ्क यू सो मच थ्याङ्क यू यस्तो गर्मीमा पनि रुगा अरे किरण दरालले गर्मी र जाडो हुँदैन रुगा लाग्नको लागि रविन्द्र दाई पनि हेर्दै हुनुहुन्छ हाम्रो राज साहब कस्तो लाग्यो तपाईँहरूलाई राज साहबले हेरिरहनु भएको छ भन्दैन नि त यो पर्फर्मेन्स वाज आउटस्ट्यान्डिङ किप अप द गुड वर्क बहिनी नि थ्याङ्क यू सो मच साह्रै राम्रो लाग्यो फ्यामिली मुभी छ अरे क्रिश पौडेलजीले यस इट्स अ फ्यामिली मुभी मैले फेरि पनि तपाईँहरूलाई क्लियर आउट गरेँ कतिजना मैले अस्ति पनि एकजना कहाँ भेटेको थिएँ नानीकमा होला म हेयर कलर गर्न गएको बेलामा एकजना आन्टी हुनुहुन्थ्यो एन्ड उहाँले भनेर भएको थियो मैले कस्तो हेर्न मन लागेको तपाईँको उहाँको छोरी पनि हुनुहुन्थ्यो अराउन्ड लाइक 12-13 वर्षको छोरीसँगै हुनुहुन्थ्यो अनि मलाई तपाईँको मुभी गाडी एकदम धेरै सुनिरहेको छु एकदम हेर्न मन छ भने हेर्न जानुहोस् न तपाईँ छोरीसँग हेर्न जानु भनेर भनेको थिएँ अनि उहाँले चाहिँ छोरीसँग हेर्न मिल्छ र भनेर भन्नुभएको थियो लाइक लिटरली 3 days अगो म यहाँ आउनुभन्दा ठ्याक्कै 1 दिन अगाडि अनि अहिलेसम्म पनि धेरैजनालाई थाहा छैन कि यो चाहिँ फ्यामिलीसँग बसेर हेर्न मिल्छ भनेर सो तपाईँहरूले एकदमै फ्यामिलीसँग बसेर मैले भने मेरो फ्यामिलीले हेरिरहनु भएको छ मेरो मम्मीले फर्स्ट सो मुभी हेर्नु भयो भने मैले मेरो पेरेन्ट्सलाई देखाउन नमिल्ने सिनेमा त डेफिनेटली गर्दिनँ होइन एटलिस्ट अहिलेसम्म गरेको छुइनँ फ्युचरमा पनि गर्दिनँ होला It was the best film deserving shows. Thank you so much, Vidat Vodelji. Nishal Bashnet is watching, right? Nishal Dai Khai भन्दै सबैजनाले Nishal Dai is watching me. Yeah, I watched this movie. It was great and fun. Thank you so much. घर आऊ चाँडो मायालु रे घर आउँछ अब म भोलि निशल बस्ने दिस वाचिङ भनेर कति आएको आजको यो नोटिफिकेसन मर्की लागे जस्तो छ टेक केयर है एकदम तपाईँ सीतापाइलामा आउनुहुन्न किनकि म सीतापाइला आएको थिएँ 2 चोटि आएँ आई थिङ्क हामी सीतापाइला अलिकति हामीलाई टाढा पर्छ बट अघि भने जस्तै हामीले सकेसम्म सबै अडियन्सहरूलाई भेटौँ भनेर चाहिँ सबै हलहरूमा गइरहेको थियौँ सीतापाइलाको हलमा पनि हामी 2 चोटि गयौँ जस्तो लाग्छ 2 चोटि कि 1 चोटि गएँ जापानबाट खै हामीले विदेश जापानबाट कहिले हो अरे जापानमा आई थिङ्क इट्स रिलिजिङ सुन रविन्द्र दाई लेखिदिनु त कहिले हो यहाँ मलाई सोध्दै हुनुहुन्छ है जापानमा कहिले कता कहिले तपाईँ लेखिदिनु त रविन्द्र दाई केदार प्रसाद घिमिरे इज वाचिङ रे ल केदार दाई नमस्ते हजुरको रोल इज सो इन्सपायरिङ रे थ्याङ्क यू सो मच सृष्टि निश्चल भिनाजुले धेरै मिस गर्नु भएको रहेछ है दिजु रे हो मिस गरायो निश्चल बस्नेत भारतमा कहिले लाग्छ यो फिल्म भारतमा पनि चाँडै लाग्छ होला ए रविन्द्र दाई कता हजुर लेखिदिनु पर्यो कता हजुर हुनुहुन्छ कि हुनुहुन्न कहिले लाग्छ भनेर प्रोड्युसर कता गायब हुनुभयो सो हजुरले चाहिँ मलाई एउटा क्वेसन छ कस्तो मैले अघि भने एक्सप्लेन गरिरहेको थिएँ मैले भन्ने भन्दा पनि जसले मुभी हेर्नुभयो
तपाईहरुलाई चाहिँ पहिला कस्तो थियो जस्तो लागेको थियो र सिनेमा हेरिसकेपछि चाहिँ एक्सपेक्टेसन हुन्छ नि त आइम श्योर अब सबैजना हामी भेटेको मान्छेहरु चाहिँ ह्याप्पी नै हुनुहुन्थ्यो सो एक्सपेक्टेसन कस्तो खालके नट राम्रो नराम्रो भन्दा पनि कस्तो थियो जस्तो लागेको थियो एन्ड इभेन्चुअली मुभी चाहिँ कस्तो टाइपको निस्क्यो हुन्छ नि कतिजनाले चाहिँ अब क्लाइम्याक्सहरु एक्सपेक्टेड हुन्छ नि हामीले त यस्तो एक्सपेक्टै गरेको थिएन यस्तो राम्रो क्लाइम्याक्स भनेर धेरैजनाले क्लाइम्याक्स एकदम मन पराउनु भएको छ सिनेमाको होइन सो कस्तो सोच्नु भएको थियो सिनेमालाई ओभरअल अनि कस्तो पाउनु भयो तपाईले लेख्दिनु त म त्यो पनि सरल रिभ्यू एकचोटि तपाईहरुको लिइहाल्छु waiting in Bhutan also है भुटानको चाहिँ I'm not sure किनकि I don't know भुटानमा चाहिँ त्यस्तो नेपाली फिल्महरु रिलिज हुन्छ कि हुँदैन Thank you उदय कार्की डोलीजी धेरै राम्रो सोचेको भन्दा सुभाष सुनारजीले थ्यांक यू Are you still in Parul University, ma'am? Rakesh, I was in Parul University. I finished my work. So I'm going back tomorrow. मलाई चाहिँ यस्तो इमोसनल थियो जस्तो लागेको थिएन अञ्जली कार्कीजीले या धेरैजना चाहिँ यस्तो इमोसनल पनि मलाई एउटा राम्रो लागेको कुरा चाहिँ कस्तो भन्दाखेरि इमोसनल भएर एकदमै हार्ट ब्रेक भएर भन्दा पनि मान्छेहरु यस्तो फिल गुड गरेर जानु भएको छ हैन इट्स हार्ट ब्रेकिङ मुभीको बीचतिर तर जुन खालको हाम्रो फिल्मको रेजोल्युसन छ अनि त्यो प्रोट्यागनिस्टको जर्नीमा जानुहुन्छ सिनेमा हेर्दाखेरि अनि त्यो फिल्म सकेर निस्किने बेलामा चाहिँ यस्तो हार्ट वार्मिङ म सोचेर मलाई कस्तो लाग्छ म यति धेरै स्पेशली फिमेल्सहरु हैन एकजना मैले बुवाको पनि राखेको थिएँ भिडियो होइन म त्यो उहाँको रियाक्सन देखेर चाहिँ म रुवाएको थिएँ मैले धेरै ठाउँमा आँसु कन्ट्रोल गर्छु धेरै मलाई अलिकति रुन मन लाग्दैन भने तर यो फिल्ममा चाहिँ एकदमै के परेर रुनु परिरहेछ होइन बट या वाट आइम ट्राइङ टु से इज कति ठाउँमा चाहिँ मैले त्यो हुन्छ उहाँहरूको साँच्चीकै रियाक्सन चाहिँ यस्तो प्राइसलेस रियाक्सन त्यहाँ हामीभित्र छिरेपछि म साँच्चीकै त्यो चाहिँ म एकदमै नै सधैँलाई यस्तो मुटुको कुनामा राख्छु अनि मैले एउटा भिडियो कतिजनाले हेर्नुभयो मैले एउटा बुवाको भिडियो राखेको थिएँ होइन उहाँ त एक्लै हेर्न आउनु भएको रहेछ क्या सिनेमा अनि हामी कहाँ सिटी स्क्वायरमा जस्तो लाग्छ सिटी स्क्वायरमा सिनेमा हेर्दाखेरि मलाई भेटेको थिएँ अनि यस्तो यस्तो त्यो रोएर बसिरहनु भएको थियो एक्लै हेर्न आउनु भएको थियो सिनेमा मलाई यस्तो टच भएको थियो म नै रोएँ कि त्यति बेला चाहिँ त्यो चाहिँ ल अरू ठाउँ धेरै ठाउँमा पोखरामा होला दुईजना उहाँको पनि मैले भिडियो सेयर गरेको थिएँ उहाँको पनि एकदम म अलमोस्ट रोइसकेको थिएँ बट बुवाको भिडियो तपाईँले कतिजनाले हेर्नुभयो उहाँको चाहिँ भिडियो हेरेर म साँच्चीकै नै एकदमै नै त्यो हार्ट टचिङ रियाक्सन थियो प्रय दाई के भन्दै हुनुहुन्छ दाई नै होला नभन्नु न दाई नै होला नभन्नु न कसलाई ए ओके ए प्रदीप रिप्लाई थियो ओके रविन दाईले रिप्लाई गर्नु भएको रहेछ रविन दाईले के भन्नु भएको रहेछ जापान जुन 28 बाट सुरु हुन्छ होला है रे ओके सो रविन दाईले चाहिँ रिप्लाई गर्नु भएको छ हाम्रो राज साहबले के भन्नुभएको छ जापानमा जुन 28 बाट सुरु हुन्छ होला है भन्नुभएको छ अनि हाम्रो मिडिया कोअर्डिनेटर प्रदीप दाईले चाहिँ दाई नै होला नभन्नु है रे ओके सो होपफुली जुन 28 बाटै हुन्छ होला I was feeling so overwhelmed seeing audience loving the movie like Grace Officially. I know, thank you so much. मैले भने नि जस्तै मान्छेहरू पहिला पनि फिल्म सिनेमाहरू मन पराउनुहुन्छ अडियन्सहरू हेर्नुहुन्छ हामी जाँदाखेरि ह्याप्पी हुनुहुन्छ कहिले पनि त्यसरी अब हतपत दुई तीनवटा मुभिजहरूमा चाहिँ जेन्युइनली नै रिभ्यू दिनुहुन्छ मन पर्यो मन परेन होइन एउटा मुभीको सिक्वेलमा चाहिँ धेरै हलमा जाँदाखेरि अडियन्सहरूले एकदमै धेरै नराम्रो रिभ्यू दिनुभएको थियो एन्ड त्यो पनि एक्सक्युज मी एक्सेप्ट गर्नुपर्छ बट मेरो लागि चाहिँ एकदमै स्पेसल किन भयो भन्दाखेरि जस्तो खालको अहिले पनि मैले धेरैचोटि भनिसकेँ जस्तो खालको हार्ट वार्मिङ रेस्पोन्स उहाँहरूको त्यो देखिनेवाला रेस्पोन्स हुन्छ नि रोएर अनि जस्तो खालको हक गरेर
5-10 मिनटसम्म हक गरेर हुन्थ्यो कति दिदीहरू चाहिँ त्यो वाला चाहिँ मेरो लागि कस्तो एकदमै नै स्पेसल भुटानमा पनि आउनु न हजुरहरू रे भुटानमा चाहिँ नट स्योर रविन दाई के छ भुटानतिर हजुर पोखरा ट्रेड मल आउनु हामी ट्रेड मल आयौँ हामी पोखरा ट्रेड मल आयौँ पोखरामा यति धेरै अडियन्सहरूले माया गरिदिनु भएको छ डे 1 देखि आज पनि इनफ्याक्ट मिड टाउनमा मैले अघि सर हेर्न पाएको थिएँ मिड टाउनमा यस्तो राम्रो बुकिङ थियो अडियन्सहरूले मिड टाउनमा पनि हामी गएको थियौँ ट्रेड मलमा पनि गएको थियौँ यस्तो एकदमै नै राम्रो रेस्पोन्स पोखराको अडियन्सले साँच्चीकै नै माया गर्नुभएको छ राजेश अधिकारी पश्चिमा दिदी अहिलेसम्म सबैभन्दा मन परेको मुभी हस्टेल र लाली बजार रे थ्याङ्क यू सो मच हस्टेल टर्न चाहिँ मेरो फर्स्ट मुभी लाली बजार चाहिँ अहिलेसम्मको लास्ट मुभी दिवस नेपालजीले यति तारिफ गरिसके खै रिप्लाई हेरेँ तपाईँले तारिफ नगरे पनि रिप्लाई गर्थेँ मैले यहाँ मिस भयो होला मलाई अलिकति रुगा लागिरहेछ सो के छ त अरू कृष्ण कार्कीजीले सबै एकदम राम्रो मुभी थ्याङ्क यू सो मच सो मैले तपाईँलाई भनेको थिएँ के जस्तो लागेको थियो तपाईँहरूलाई सिनेमा हेर्नुभन्दा अगाडि हेर्नु भएको अडियन्सहरूलाई अनि हेरिसकेपछि चाहिँ के लाग्यो ए बाइ द वे हाम्रो अर्को माइलस्टोन सिनेमाको हाम्रो मायालाई के दिउँ बैना भन्ने गीत चाहिँ 30 मिलियन भ्युज पुगेको छ अस्ति द्याट्स 3 करोड अडियन्सले 3 करोड टाइम्स भनौँ न 3 करोड टाइम्स चाहिँ हाम्रो गीत हेर्नु भएको छ एन्ड थ्याङ्क यू सो मच 30 मिलियन भ्युजको लागि को नाच्नु भयो यहाँ मलाई हेरिराख्नु भएको अडियन्सहरूले त्यो गीतमा रमेश ताई हेलो रुगा लागेको छ हजुरलाई रुगा लागिरहेको छ मलाई म अलिकति औषधि पनि खाइरहेको छु बट या रुगा लागिरहेछ निश्चल बस्ने इज वाचिङ अगेन मेरो फोन काटिदिएर अनि तिमी गायब भएर अनि फेसबुक चलाएर बस्ने $30 million views को लागि thank you so much वर्ल्ड कपमा कसको सपोर्ट दिने मलाई वर्ल्ड कपको केही योपालि अपडेट लिन पाएको छैन एकदम मुभीको लागि बिजी भएर मलाई अहिले खासै थाहा भएन अब अलिकति अपडेटेड हुन्छ अनि भन्छु ल यस्तो नाक मलाई गाह्रो भइरहेछ Nishal Vasant is also watching. Yes, he is also watching. Nishal Vasant, would you like to join me? हामीले हिजो लाली बजार मुभी हेरेर रुएर आएको रे अरुणाजीले थ्याङ्क यू सो मच अब रोएर आएको भन्दाखेरि अब कम्प्लिमेन्टै भन्नु पर्यो होइन अनि साथी धेरैजनाले हाम्रो सिनेमाको अर्को गीत छ म त हाँस्दै नहुने बोल्नै नहुने त्यो कहिले रिलिज हुन्छ भन्नुभएको छ फुल गीत चाहिँ हामीले थिएटरमै एक्सपिरियन्स गर्नुहोस् भनेर फुल सङ रिलिज गराएको थिएन त्यो पनि अब हामी चाँडो रिलिज गर्छौँ होला है स्वस्तिमा हाट्स अफ टु यति राम्रो एक्टिङ छ लाली बजारमा अनि कमला लुटेलको किलजीले थ्याङ्क यू सो मच लाली बजार फिल्म साह्रै राम्रो छ
मैले त मेरो आफ्ना मान्छेहरू सबैलाई लाली बजारेको लागि आग्रह गरेको छु रेप्रेनिसा माधुजेल थ्याङ्क यू सो मच टोटल अफिस बक्स अफिस कलेक्सन कति भयो आजको डेसम्म आजको दिन चाहिँ थाहा छैन बट स्याटरडेसम्म चाहिँ इट वाज अबभ 8 CR जनकपुर कहिले आउने हो तपाईँ कृष्ण ठाकुरजीले घुम्नलाई म घुम्न आएको थिएँ लास्ट टाइम कति 2-3 महिना अगाडि मेरो फ्यामिलीसँग हामी घुम्न आएको थियौँ जनकपुर छाया थ्याङ्क यू सो मच सो के छ त अमन स्वर्ण करजीले लाली बजार चाहिँ खतरा थियो ए थ्याङ्क यू सो मच Maxi is here. Our producer is here. Long time no see. 3 days no see you. Long time no see. ल हाम्रो प्रोड्युसर यहाँ हुनुहुन्छ है म्याक्सी पेश खत्री तपाईँहरूलाई के सोध्नु मलाई पैसाको बारेमा सोधिहालौँ त मलाई सोध्दै हुनुहुन्छ यहाँ म्याक्सी पेश खत्रीलाई सोध्नु हाम्रो प्रोड्युसर हो पैसा हाल्ने वाइ हो पैसा गर्ने वाइ हो पैसा छाप्ने पनि वाइ हो ए मिस कल बस्ने इज वाचिङ भनेर मात्रै आउँछ त Maxi big fan रे Maxi पेश खत्री खै पैसा रे Maxi पेश पैसा चाहियो Say hi to Dia. Hi Dia. Ha. सरला प्रधान अफिसमा सबैजना हजुरको लाइभ हेरिरहेछ भने हेरौँ लाइभ हेरौँ ए मेरोमा के निश्चल बस्ने इज वाचिङ मात्रै भनिरहेछ वार्निङ हो कि के हो यो दाजु खोइ त दाजु त नेपालमा हुनुहुन्छ म भारतमा छु ल कुकुरले चाहिँ सिनेमा हेर्ने भनेर सोचिरहनु भएको छ हेर्नु भएको छैन कहाँ हेर्ने सोच्नु भएको छ भन्नुपर्दा अब हामी भोलि काठमाडौँ नेपाल आउँछौँ भोलि त्यसपछि हामी फेरि अडियन्सहरूलाई भेट्नलाई म चाहिँ हलमा जान्छु नानी आरामै हुनुहुन्छ फिल्म त साह्रै राम्रो छ श्रीमाया नेपालीजीले श्रेयाको मम्मी हो कि क्या ना आराम अलिकति छुइनँ बट थ्याङ्क यू फिल्म जापानमा लाग्छ कि नै लाली बजार टेक बहादुरजीले जापानमा लाग्छ भन्नुभएको छ हाम्रो प्रोड्युसरले जुन 28 मा लाग्छ होला भन्दै हुनुहुन्छ होपफुली लाग्छ होला लाग्यो भने होपफुली हामी पनि आउँछौँ यहाँहरूसँग बसेर सिनेमा हेर्नको लागि
भीमजीले वार्निङ होइन सेफ्टी हो रे ल निश्चल बस्दै इज वाचिङ भनेको मुगलिङ बजारदेखि दर्शन भाउजू अरे ल एकदम लाली बजारदेखि दर्शन है त हाम्रो पनि दिल्लीमा सो छैन दिल्लीमा अब सो हुन्छ खै रविन दाई भनिदिनु पर्यो दिल्लीमा सो छ कि छैन भनेर है ओ रामजी राम दाई हेलो सबजना अफिसमा बसेर हेर मैले 6 टाइम्स हेरेँ तपाईँले हेर्नुभयो 6 टाइम्स तपाईँले चाहिँ पक्का हेर्नुभयो मलाई थाहा छ हाम्रो एकदमै लोयल अडियन्स रामजी राम दाई हो है ल My daughter also loves you a lot, Shakya Rajle. Say hi to your daughter. Lots of love. मलाई एकदम हेर्न मन छ म टेक्सासमा हो रे कविता जीले टेक्सासमा अब अमेरिकामा पनि रिलिज हुनुपर्ने हो रिलिज हुन्छ होला चाँडै त्यो अब हामी अपडेट गराउँछौँ आया कस्तो हात्दा अब हामी म यहाँ मेरो पेजबाट अपडेट गरिहाल्छु हाम्रो कता रिलिज हुन लाग्यो भने तपाईँले थाहा पाइहाल्नुहुन्छ सबैभन्दा मनपर्ने नायिका हजुर मेरो थ्याङ्क यू सो मच थ्याङ्क यू ए निश्चल बस्नेत खालि निश्चल बस्नेत मात्रै आइरहेछ त यहाँ मेरोमा निश्चल बस्नेत इज वाचिङ भन्दै पासाङ लामु लाली बजार एकदम राम्रो छ कङ्ग्रेचुलेसन्स दिनु रे थ्याङ्क यू सो मच बबिता गिरी बेस्ट मुभिज थ्याङ्क यू मैले दुईचोटि हेरेँ साहित्यिका विष्टजीले थ्याङ्क यू सो मच दुईचोटि हेर्नुभयो मैले अहिले पनि भने हाम्रो आया कस्तो हात दिँदा हाम्रो धेरैजना अडियन्सहरूले चाहिँ यति धेरै रिपिटेडली हेर्न आउनु भएको छ है त्यो पनि एकदमै खुसीको कुरा अञ्जली अस्ति हामीले एकजना सिटी स्क्वायरमा एकजना अडियन्सलाई एकजना लेडी हुनुहुन्थ्यो उहाँलाई थर्ड टाइम हेर्न आउनुभएको अरे फर्स्टमा चाहिँ साथीसँग हेर्न आउनुभएको थियो अरे अनि सेकेन्ड टाइम दिदीहरूसँग हेर्न आउनुभएको अनि अहिले चाहिँ छोरीसँग हेर्न आएको भनेर भन्नुभएको थियो अनि अर्कोचोटि चाहिँ म मम्मीलाई लिएर आउँछु भनेर भन्नुभएको थियो उद्धव रफ्तारजीले 2 टाइम्स रे थ्याङ्क यू मुभी एकदम राम्रो छ हाइली रेकमेन्डेड वान अफ यर बेस्ट मुभी रिता विश्वकर्माजीले थ्याङ्क यू सो मच निश्चल दाईलाई ब्लक हान्नु त दिदी एकछिन रे त्यसो पनि नगरौँ होला है धेरै राम्रो मुभी एन्ड हजुरको अभिनय फेभरेट पूर्णिमा ढुङ्गानाजी थ्याङ्क यू सो मच मिनिता गुरुङजीले पोखरामा सो छ कि छैन पोखरामा सो छ नि किन नहुनु आज पनि मैले हेरेको थिएँ अनलाइनमा एकदम धेरै अडियन्सहरूले हेर्नु भएको थियो सिनेमा आज विकडे भए पनि यहाँहरूले हेर्न सक्नुहुन्छ पोखरामा त एकदमै आई थिङ्क धेरै धेरै अगाडिदेखि नै डे 1 देखि नै यति धेरै माया गर्नुभएको थियो पोखरा चितवन नेपालगञ्जको अडियन्सले यस्तो माया गर्नुभएको छ नेपालगञ्जमा त आई थिङ्क सबैभन्दा हाम्रो धेरै कलेक्सन भएको सिटी पनि नेपालगञ्जमा हो यस्तो माया गर्नुभएको छ How do I... Oh, okay. भीम सस्मिना लामिछानेजीले हाई अब म अब नेक्स्ट विक नेपाल आएर हेर्छु प्लिज प्लिज हेरेर कस्तो लाग्छ पनि भनिदिनु होला मौसम कोइरालाजी थ्याङ्क यू हामी सबै परिवार नै सरिता रमन साइलीजीले हामी सबै परिवार नै हजुरको बिग फ्यान लाली बजार यति राम्रो छ हामी त सुरुबाट अन्त्यसम्म रुएर आयौँ बागलुङ आउनुहोस् न यसरी थ्याङ्क यू सो मच हामी बागलुङ गएनौँ है बागलुङ चाहिँ बागलुङ आउँछ मेरो बागलुङ चाहिँ गएको छु मलाई बागलुङको एकदमै मिठो लागेर मकै चाहिँ मलाई एकदम बागलुङ भन्ने बित्तिकै बागलुङको मकै खाएको थिएँ एकदमै वान अफ द बेस्ट मकैज आई हेभ एभर ह्याड यस्तो मिठो मकै थियो त्यो
सानो सानो तर हेर्दा चाहिँ एकदमै राम्रो नदेखिनेवाला त्यो के भन्छ बिग्रेको जस्तो देखिने तर यस्तो मिठो मकै थियो अनि मैले बागलुङ भन्ने बित्तिकै एकदम त्यहाँको मकै याद आउँछ यस्तो मिठो मकै खाएको थिएँ अर्जुन जङ आचार्यजीले नाइस मुभी मैले 3 पटक हेरेँ धन्यवाद How do I? Okay, so I am just blocking few people. Okay. Chaya, thank you. Best movie, bestest and everything. Thank you so much. दुबईमा खोइ त मुभी दुबईमा पनि मुभी लाग्छ चाँडै नै युएईमा चाँडै लाग्छ जस्तो लागिरहेछ मलाई सरोज बस्नेत लालीबजार इज लभ थ्याङ्क यू कम इन मणिपुरमा थ्याङ्क यू सो मच सो या द्याट्स प्रिटी मच इट अब राति पनि भइसक्यो 9 बजिसक्यो खाना खान जानुपर्ने बेला भयो डिनर गर्ने बेला भयो रुगा पनि लागिरहेछ सो धन्यवाद म खासमा आज चाहिँ धन्यवाद पनि भन्नु आएको यहाँहरू सबैजनालाई यहाँ मेरो फेसबुक पेजमा धेरैजना जोडिनु भएको जसले सिनेमा हेर्नु भएको छ मैले धेरैजनालाई मैले पोस्ट गरिरहेको छु धन्यवाद भनिरहेको छु यहाँलाई धेरै धेरै धन्यवाद सिनेमालाई यति धेरै माया गरिदिनु भयो जसले हेर्नु भएको छैन हेर्ने सोचमा हुनुहुन्छ भने प्लिज गो एन्ड वाच द मुभी let us know if you like the movie and अघि पनि मैले भनिसकेँ धेरैजनालाई अझै पनि कन्फ्युजन छ आफ्नो पेरेन्ट्ससँग या आफ्नो फ्यामिलीसँग बसेर हेर्न मिल्दैन भन्यो भने इट्स फ्यामिली मुभी मैले मेरो ममले फर्स्ट सो होइन होला सेकेन्ड सो हेर्नु भएको थियो सो मेरो पेरेन्ट्स इनफ्याक्ट निश्चलले हेरेको मुभी हो भनेपछि डेफिनेटली आफ्नो पेरेन्ट्ससँग एकदम फ्यामिलीसँग बसेर हेर्न मिल्ने सिनेमा हो इट्स अ कम्प्लिट फ्यामिली सिनेमा तपाईँहरू एकदम फ्यामिलीसँग बसेर हेर्न सक्नुहुन्छ आफ्नो बच्चालाई लगेर हेर्न सक्नुहुन्छ आफ्नो मम ड्याडसँग बसेर हेर्ने सिनेमा हो सो न्युयोर्कमा कहिले हेर्न पाइन्छ दिपक परियारज्यू न्युयोर्कमा पनि चाँडै अमेरिकामा चाँडै हेर्न पाइन्छ होला किशोर भाइ थ्याङ्क यू सो मच सो या एन्ड अगेन हाम्रो सङ पनि 30 मिलियन भ्युज पुगेको छ 3 करोड टाइम्स हेरिसक्नु भएको छ त्यसको लागि पनि धेरै धेरै धन्यवाद यस once again thank you so much र अगेन फिल्म हेर्नु भएको छैन भने चाहिँ हेर्नु होला कुन हलमा जाँदै हुनुहुन्छ त्यो पनि भन्नु होला हामी आउने छौँ सकेसम्म सबैजना अडियन्सलाई भेट्नलाई सबैजनालाई भेट्न त भ्याउँदैन बट सकेसम्म सबैजनालाई भेट्ने छौँ जानकी ढकालजीले दामी छ मुभी विमल लापन्तेजीले दामी छ मुभीहरू थ्याङ्क यू सो मच र अब डिनर गर्ने बेला हुन लाग्यो हामी इन्टरनेसनल रिलिजको लागि चाहिँ अब मे 28मा जापानमा रिलिज हुँदैछ भन्नु भएको छ दिनेश टिसी दाई नमस्ते हाम्रो विकास बोर्डको अध्यक्ष पनि हुनुहुन्छ फिल्म मेकर एक्टर प्रोड्युसर दिनेश टिसी दाई यु हेभ डन वन्डरफुल जब र थ्याङ्क यू सो मच दाई मिन्स अ लट so yeah thank you so much everybody you are indomitable Dinesh Dai thank you so much coming from you means a lot Dai ल सायद सबैजनालाई गुड नाइट हलमा भेटौँला जसले सुशान्त प्रजापति दाई मेरो दाई नमस्ते मेरो बहिनी जान लाग्यो सबैजना आफ्नो मान्छे त त्यो अहिले आउनु भएन ल सुशान्त प्रजापति भनेको चाहिँ हाम्रो सिनेमाको सिनेमाटोग्राफर हो लाली बजारको दिमाग खराबको बसन्तको एन्ड अहिले मेरो सिनेमा त्यति सिनेमाको बुलबुलको सो एकदमै हाम्रो लाली बजारको धेरैजनाले मन पराउनु भएको भनेको चाहिँ अर्को पार्ट हो भनेको सिनेमाटोग्राफी पनि हो ल बधाई छ सुशान्त दाई हङकङमा हुनुहुन्छ अहिले सुशान्त दाईको काम पनि एकदम मन पराउनु भएको सबैजनाले
जसले हाम्रो सिनेमाको सिनेमाटोग्राफी राम्रो लाग्यो भन्ने चाहिँ उहाँ हुनुहुन्छ हाम्रो सिनेमाटोग्राफर सुसन प्रजापति दाई। साक्षी सम्पदा थापा कमेन्ट हेर्नु न भन्नुभएको थियो। सो मैले बाई बाई गर्नु लाग्यो, सबैजना अहिले भन्नुभयो। एनिवेज ल है त, थ्याङ्क यू सो मच। लुगा लागेको हजुरलाई, लुगा लगाएर छ। ओके ए ल साइमन दाई आउनुभयो। जुन हो, मे होइन अरे। ओके जुन, सरी जुन 28मा जापानमा। सरी ओके, हाम्रो जो डिस्ट्रिब्युटर हुनुहुन्छ जापानको मेरो दाई साइमन दाई ले, मैले जुन भने अघि, जुन होइन है, मेमा, सरी मे होइन जुनमा, जुनमा है, मे होइन जुनमा चाहिँ जुन 28मा हो साइमन दाई। मैले अघि मे भने, ओके मे होइन जुन 28मा रिलिज हुँदैछ जापानमा। जापानबाट जो हुनुहुन्छ एकदम धेरै मेसेज आएको छ मलाई जापानबाट पनि, फ्रम अल अराउन्ड द वर्ल्ड। सो बेसिकली जापानको चाहिँ अहिले जुनमा, यस कन्फ्युज भयो, जुनमा रिलिज हुँदैछ। आउनु हुँदैन हजुर, जापान आउनु हुँदैन भन्नुभयो समीक्षाले। हामी जापान आउँछौँ होला प्रली, अब आउने भएर फिक्स भइसकेपछि चाहिँ हामी अपडेट गरिहाल्छौँ। शेर्पा पेम्बाजीले मैले 4चोटि हेरेँ भन्नु, थ्याङ्क यू सो मच। आई स यु इन माई ड्रिम आफ्टर वाचिङ लाली बजार। सो खोइ कता गएको, सपना रिमालजी, निश्चल बस्ने हेरिरहेको छ। सपना रिमालजीले हो है, निश्चल बस्नेत। ल थ्याङ्क यू सो मच। आज हेरियो नि लाली बजार मौसम करेलजीले, थ्याङ्क यू। ल खै जान्छु भनेको म, धन्यवाद। यहाँ कतिजनाले स्टार्स पनि दिनुभएको छ, के हुन्छ स्टार्स? 19 स्टार्स है। ल सृजना हुन्छ राम्रो छ लाली बजार। ल थ्याङ्क यू सो मच, एकदमै धेरै धेरै धन्यवाद यहाँहरू सबैजनालाई। एकदम रनी भयो मेरो रोल। यहाँ जसले सिनेमा हेर्नुभयो, अप्रिसिएट गरिदिनु भयो, 2-3 चोटि हेरिदिनु भयो, उहाँलाई झन् धेरै धेरै धन्यवाद। ओके साइमन दाईले के भन्नुभएको छ, प्रली होइन आउने नै हो अरे। ल म प्रली होइन, म आउने नै हो अरे। जापान हामी आउँछौँ, हामी टिम नै आउँछ होला सबैजना। जापानमा सँगै बसेर सिनेमा हेर्नुपर्छ। जापानबाट को हुनुहुन्छ अहिले हेरन भएको। हामी आइ एम भेरी एक्साइटेड फर द जापान रिलिज, किनभने म जापान आएको छैन अहिलेसम्म। मलाई एकदमै जान मन लागेको देश पनि हो जापान, र नेपालीहरू एकदमै धेरै हुनुहुन्छ जापानमा अहिले होइन। त्यही भएर मलाई एकदम जापान चाहिँ जान मन छ। अनि त्यो कन्ट्री आफैमा एकदमै मैले धेरै भिडियोजहरू राम्रो लाग्यो, मतलब देश आफैमा एकदमै राम्रो छ भन्ने देखिरहेको हुन्छु अनलाइनमा। त्यही भएर मलाई एकदमै जान मन छ। प्लस नेपालीहरू पनि एकदमै धेरै जापानमा हुनुहुन्छ। म गएको पनि छैन, मेरो फर्स्ट टाइम हुन्छ। र म चाहिँ सकेसम्म घुम्न जाँदाखेरि चाहिँ आफ्नो सिनेमाकै काम भयो भने चाहिँ अझ धेरै इन्जोय गर्छु है। सो अब हामी जापानमा जुनमा, मेमा होइन जुनमा, जुन 28मा रिलिज हुन्छ होला। युट्युबमा आएको छैन फिल्म, युट्युबमा आउँदैन अहिले, रिलिज भइरहेछ। हाम्रो रिलिजै टाइम लाग्छ, 1-2 वर्ष रिलिजै हुन्छ, बाहिर रिलिज हुन्छ, ओटिटीमा रिलिज हुन्छ। सो युट्युबमा रिलिज हुँदैन। प्रड्युसरहरूले यति टाइम एफर्ट पैसा लगाएर सिनेमा बनाउनुहुन्छ, हामी पनि एकदमै त्यसरी युट्युबमै कुदेर नबसौँ न। प्रकाश चौहानजीले लाली बजार एकदम राम्रो, थ्याङ्क यू सो मच। ल है त अब चाहिँ जानै पर्यो, भोक लाग्यो। 9 बजे डिनर गर्ने भनेको थिएँ। ल एकदम धेरै धेरै धन्यवाद। अघि फेरि एकचोटि अपडेट दिइहाल्छु। जापानमा जुन 28मा आइएम फ्रम जापान सुमन गइहाल्छ। ओके जुन 28मा हामी पनि आउँछौँ होला, नभन्नु भन्नुभएको छ। सो हामी पनि आउँछौँ, सँगै बसेर सिनेमा हेरौँला। जस्तो हेर्नु भएको छैन, नेपालमा सिनेमा मस्तसँग लागिरहेछ। यहाँहरू हलमा गएर मजाले हेर्न सक्नुहुन्छ। कुन हलमा जाँदै हुनुहुन्छ त्यो पनि हामीलाई अपडेट गर्न सक्नुहुन्छ। एकदम धेरै धेरै धन्यवाद। स्पेनमा पनि आउँछ। ल ओके बाई बाई। रूपाजीले मैले 2 चोटि हेरेँ भन्नुभएको छ, थ्याङ्क यू। ल ओके बाई बाई, थ्याङ्क यू सो मच गाइज। ओके बाई बाई, I'll finish the live.